गाइस हामी चाहिँ यहाँ काउनी गर्दैछौँ है। म अघिल्लोचोटि चाहिँ सिमी घोगा गर्दै थिएँ भने आज चाहिँ म काउनी गर्दैछु। काउनीको यो कयार हेर्नुहोस्, अर्ग्यानिक हो यो, आलु भन्दा नि अर्ग्यानिक। आज 3-4 दिनले यत्रो गोडीखाउनहरू सकिएन। अब कति दिन लाग्छ अझ पनि थाहा छैन है गाइजहरू। के गर्नु, यस्तै छ यहाँ लिउडीको कयार। अगाडि गोड्दै पछाडि भरिदो हेर्नु, यस्तै छ। पछाडि खडो देखाउ त, यहाँ देखाउ त कयार कति छ भनेर। फटाफिटा सब देखाउ। धानको बिउ गाडे जस्तो हुन्छ। जस्तै हाम्रो सिजामा गाड छ नि यो बिउ रोप्ने बेला हो, त्यस्तै यहाँ त्यही भन्दा पनि धेरै। यहाँ त्यो त गाड्न अलि मजै हुन्छ, पानीमा सुई 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 गाड्यो। यहाँ चाहिँ गाड्न यस्तै गाह्रो। हातका हेर्नुहोस् यस्ता छन् हातहरू। देखाउनु त तिमी अर्को हात यस्तो चोट लागि खेल्ने मान्छेको हात यस्तो छ हालत। अनि अरू केही भन्न चाहन्छु म।